भित्र छिर्नेछु कस्तो भइरहेको छ एकदम सुरुवात यसरी भयो आफ्नै कस्तो पानीसँग हाम्रो खाना मायापछि त भाइरल हो फेरि भाइरल हुनु भिडियो हो के बोला तूने मायापछि त भाइरल हो फेरि भाइरल हुनु भिडियो हो हेलो गाइज आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म आशा गर्दछु र आज चाहिँ प्रभुको जन्मदिन प्रभु जन्मिनु भएको दिन हो आज चाहिँ हामी सबै रमाउनु पर्छ एकदमै सबैजनाको आशिषित होस् मण्डलीमा गएर तपाईँहरू सबैजना रमाउनुहुन्छ र म आशा गर्दछु तपाईँको एकदमै ब्लेसिङ होस् आजको डे चाहिँ एकदमै प्रभुले तपाईँहरू सबैजनाले प्रे गर्नुभएको होस् अब यहाँबाट चर्चमा लाग्नेछु चर्चमा के हुनेछ कस्तो हुनेछ सबै कुरा म अल टोटल तपाईँले हालिदिनेछु फुल वाच गरिदिनु होला ओके ल म यहाँबाट सिधै हिँड्नेछु चर्चमा ढ्याङ 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 ल म घरबाट निक्लिसकेको छु फाइनली चर्चमा जानको लागि एकदमै एक्साइटेड एकदमै खुसी छु म आज चाहिँ प्रभुको जन्मोत्सव प्रभुको जन्मदिन भएको भएर अब के कस्तो हुनेछ म सबै तपाईँलाई देखाउनेछु हामी चाहिँ चर्चमा आइसकेको छौँ र साथमा चाहिँ मेरो भान्जी हुनुहुन्छ है एकदमै अब गएर हामी ब्रेकफास्ट गर्नेछौँ बिहानको त्यसपछि केही समयपछि सङ्गति सुरु हुनेछ त्यही हो तिमीलाई कस्तो लागिरहेछ मलाई अहिले डर लाग्छ सुरु आएर सो उनको चाहिँ फर्स्ट टाइम हो एकदमै इच्छा जाने इच्छा गरेको भएर चाहिँ ल्याएको मैले चाहिँ है सो म भित्र छिर्नेछु है एकदमै खुसी एकदमै महँगो भर्खरै आउँदै रहेछन् केही छैन जय मसी हाम्रो मेरी क्रिसमस सब भान्जी भेटेको है म चाहिँ अब चर्चमा आइसकेको छु भित्र के कस्तो भइसकेको छ के कतिको भएको छ म भित्रको डेकोरेसन देखाउने छु यो अति नै बवाल हाम्रो डम्सर चाहिँ यहाँ थियो होइन डम्सर चाहिँ यहाँ सारेको रहेछ है त्यही हो सक्नुहुन्छ यो लाइटहरू पनि दामी तरिकाले हालेको छ देख्न सक्नुहुन्छ कति खुसी लाग्यो एकदमै प्रभुको जन्मदिनको खुसी लागेको छ कि म बयान गर्न सक्दिनँ त्यही हो आजको दिन आशिषित होस् अरू के प्रोग्रामहरू छ म सबै तपाईँहरूलाई देखाउने छु है त यहाँ चाहिँ लाइनहरू बस्दैछन् है देख्न सक्नुहुन्छ बहिनी है भन बाबु मेरी क्रिसमस है बाबुलाई मेरी क्रिसमस फ्रेन्ड च्यानल म ब्रेकफास्ट गर्नेछु है अङ्कल कस्तो भइरहेको छ हजुरको अहिले ल मेरी क्रिसमस है मेरी क्रिसमस मेरो भाइ पनि मेरो भ्लगमा आएको छ देख्न सक्नुहुन्छ है मायापछि त भाइरल हो फेरि भाइरल हुनु भिडियो हो के बोला तूने मायापछि त भाइरल हो फेरि भाइरल हुनु भिडियो हो ठिक छ अब हामी खाजा खानेछौँ हामीले चाहिँ फाइनली बिहानको ब्रेकफास्ट गर्दैछौँ अहिले देख्न सक्नुहुन्छ है खाँदैछौँ हामीले चाहिँ उहाँ चाहिँ मेरो भान्जी हुनुहुन्छ समी भाइ कतिको मिठो भयो त नि बबाल मिठो हो बबाल बेर परेन पनि सबै
अनि हाम्रो सरलाई खाजा चाहिँ एकदम मिठो छ गाइज होइन एकदम मिठो छ बबाल छ है गाइज दामी खाजा अनिल मेरो इमिडिएट भ्यामै भाइ मेरो इमिडिएट भ्यामै भ्यामलाई कि मैले त भर्खरै खाँदैछु त के आमा आगा झिमिक माल गायो आगा झिमिक माल गायो त्यो किनले त्यसो काट्दिउँ होला है हाल्दैन कडा भनेको गरेर हुन नि कति छिटो आएको छ नि लगेर त कि भन्दा पनि भ्याइसक्यो त म पनि भर्खरै खाँदैछु खाएको देखाएको जस्तो लाउने हुन्छ हामी ब्रेकफास्ट खाइसकेको छौँ अब हामी भित्र चर्चमा जानेछौँ है त एकदमै दामी देखेको छ है त जसले फेरि चिया खाइदिएको भर्खरै चिया कहाँ फेरि खाएको हाम्रो चिया छैन हामीलाई चाहिँ नल्याइदिने बस्दैछ देख्न सक्नुहुन्छ है त भर्खरै हाम्रो सुरु हुँदैछ अब केही समयमा सुरु हुनेछ तिनीहरूलाई भने नडराऊ किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ तिमीहरूलाई चिन्ह चाहिँ यो हुन्छ तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डुडमा सुताइराखेको भेटाउनेछौ तब एक्कासी ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति आमेन जित्यो नि मेरो मनलाई लौन कसले पो होला खै यीशुको मायाले सुन यीशुको मायाले शीतलता कस्तो आत्मामा मेरो किन पो होला खै क्रुसको छायाले Jesus.
हाम्रो चाहिँ खाना खाने टाइम भइसकेको छ है सर्च गरेर खाना जान्छौँ हामी खाना खाएर भेट्छौँ है त सबैलाई हामी चाहिँ खाँदै हो भाइले चाहिँ भ्लग गर्दैछ होइन मेहनत धेरै छ लाइक सब्सक्राइब सेयर एकदम खतरा गरिदिनु पऱ्यो हाम्रो भाइको लागि ओके ल खाँदै गएर बाबु हामी जाँदैछौँ है त अब हामी लास्टमा बस्नेछौँ है देख्न सक्नुहुन्छ चट्ट सो मेरी क्रिसमस है अनिल भाइ हाँस्ने चाहिँ होइन है सो त्यसो मेरी क्रिसमस कस्तो भइरहेको छ एकदम रमाइलो भइरहेको छ एकदमै रमाइलो भर्खर क्रिसमसको दिन होइन एकदम रमाइलो भइरहेको छ हो रमाउनु पर्छ खुसियाली मनाउनु पर्छ है प्रभुको जन्मदिनमा त्यही हो कि होइन गाइस अब हामी यत्रो लाइन बसी चाहिँ हाम्रो खाजा टाउन आउँछ कतिखेर हुन्छ वेदर पनि नखोलेको भए पनि यस्तो दामी देखिन्छ है पनि हाम्रो भिडियो खानु चाहिँ अति नै बवाल देखिन्छ एकदम गाइस हजुरले हेर्नु सक्नुहुन्छ बल्ल खाना ल्याएको छौँ हामीले देख्न सक्नुहुन्छ यस्तो टाइम लाग्यो कि आधी घन्टाभन्दा बढी लाइन बस्यो है त्यस्तो जब अगाडि बसेर चाहिँ अलिकति उस होइन अब ढुक्का आनन्दले खाऊँ भनेर मात्र समाध साथीले सम्झिँदैछु ल साथी केही जाओस् यस्तो तपाईँहरूको दिनको सुरुवात कसरी भयो तर हाम्रो दिनको सुरुवात यसरी भयो आफ्नै गरिसवारीमा फलेको यो भात तरकारी हामी खाएर अब तयारी हामी नाच्न जानेछौँ ओके बाबु सुरुवात चाहिँ हामी चाहिँ यहाँ पापडहरू गर्छौँ हुँदैछौँ र सेकेन्ड हामी यहाँ लेग्समा जान्छौँ आफ्नै करिसवारीमा फलेको तातो पानीसँग आफ्नै करिसवारीमा फलेको तातो पानीसँग खाना अन्त्य गर्न जाँदैछौँ ल अब हामी खाना खानेछौँ आऊ न अझै जोरको साथ ताली
हामी चाहिँ अब एन्डिङमा आइसकेको छौँ है। सो एकदमै ब्लेसिङ भयो आजको डे चाहिँ। प्रभुको महिमा प्रशंसा एकदमै उसको साथ एकदमै खुसी साथ गरियो है। प्रभुको महिमा भएको होस्। आज मात्र होइन, हरेक दिन प्रभुको महिमा गर्न पाऊँ। पहिलो प्राथमिकता चाहिँ प्रभुलाई दिन पाऊँ, त्यही हो। ओके, अब हामी यहाँबाट चर्चबाट म लाग्नेछ आफ्नो घरतिर, त्यही हो। अबको नेक्स्ट भिडियो चाहिँ आउनेछ। ओके, एकदमै ब्लेसिङ, एकदमै गुड भयो। प्रभुको जन्मदिन चाहिँ खुसी साथ मनाइयो। ओके, सी यू अन द नेक्स्ट भिडियो। बाई बाई, टेक केयर अल पिपल।